मामाको घर चाहिँ खास घर श्रीकृष्ण न्यौपाने हो। अहिले मामाले कतार टेलिकममा टेलिकम टेक्निसियनको काम गर्दै हुनुहुन्छ। अनि मजाले आज शनिबार छुट्टीमा मामाले चिया दुध हालेको चिया यहाँनिर अलि दुध हालेको चिया पाइँदैन होइन। डब्बामा प्याकको दुध आउँछ तर हामीहरू त्यो खाँदैन। हामीहरू चाहिँ किनेर शुद्ध गाईको दुधको चिया बनाएर खाएको त्यो चिया डिस्पोजल गिलासमा मामाले खाँदै हुनुहुन्छ। कसो मामा तपाईँको यस विचारमा के राय छ? कतारमा गर्मी कतिको छ मामा? कतारमा अहिले बहुत गर्मी छ। 50देखि 55 डिग्रीको तापक्रम छ। अब हामी नेपालीहरू गर्मी जाडो ठाउँबाट आएकोले यहाँ चाहिँ पहिला सुरुमा गर्मी पचाउनलाई अलि गाह्रै हुँदो रहेछ भन्ने छ। तर राम्रै छ, जे होस् अब जब राम्रो छ, गभर्मेन्टको जारी खाइएको छ, राम्रो छ, यस्तै छ, अब चलिरहेछ। अनि मेरो साइडमा हुनुहुन्छ भूपाल गौतम फतेपुर सप्तरीको। उहाँले आफ्नो ल्यापटपमा मजाले गीतहरू हेरिरहनु भएको छ। उहाँको राय के छ भन्ने कुरो अब बुझ्दैछु म। हाम्रो कम्पनीले अनि के छ भूपाल दाइ, तपाईँको हालखबर के छ? अब मेरो हाल खबर भन्नुपर्दा चाहिँ होइन, हाल चाहिँ ठिकै छ। खबर चाहिँ अलिकति बिग्रे हो कि जस्तो छ। साँच्चै हो? साँच्चै हो नि? साँच्चै त नि, साँच्चै क्या। उहाँलाई तपाईँले देख्न सक्नुहुनेछ सेक्सी फोटो। उहाँ अहिले कपडा खोलिरहनु भएको छ, आफ्नो ल्यापटपमा हिन्दी गीतहरू सुन्दै हुनुहुन्छ मजाले। अरू के छ भन्दाखेरि अब मेरो चाहिँ यस्तै छ, ठिकै छ।